ओहो दाइ आज होटलमा भाइ यसो कहिलेकाहीँ मुड फ्रेस गर्नु पर्यो नि होइन र कति घरमा बस्नु दाइसँग एउटा सल्लाह गर्नु थियो हौ। के सल्लाह हो भाइ भन न। दाइ यहाँ त्यहाँ माथि डाँडामा अस्ति केटा हाल्नु खोजेर भइदिएर मैले त रेवत दाइ चिने साले पक्तिमाला भनेर आएको छु। भाइ अनि कहाँ कस्तो अनि तिमी अनि नाम चिन्या छ त्यो चिन्या छ भन्दै बसेको झगडा गर्नु हुँदैन नि। झगडा नगर्ने हो। अरूले एक थप्पड हाने भने पनि तिम्रो गल्ती छैन भने खाने हो सरी भन्ने लाग्ने हो आफ्नो बाटो। कहाँ झगडा गरेर हुन्छ भाइ यार। अब दाइले त्यस्तो भन्दैछु म दाइको सबैबाट बोल्दिनँ यार। अब जे भए पनि झगडा गर्नु हुँदैन भाइ। झगडा गरेर फाइदा छैन। न तिमीलाई फाइदा छ न त्यसलाई फाइदा छ। के का लागि गर्छौ झगडा? ए दाइ पनि यार के कुरो गर्नु भा हो भनेको भाइ यार झगडा गर्नु हुँदैन नि। बरु अब झगडाको कुरा छोडिदिउँ भाइ। अब धेरै पछि दाजुभाइ भेट भइया छ। अलिकति यसो मुड फ्रेस गरौँ होला आज है। हस् दाइ के ल्याउँ त? मगाउन राख्छु। ल ल ल भाइ प्याज रक्सी त राम्रो रहेछ है भाइ। खाऊ न भाइ यार कस्तो ढिलो भयो। फेरि थापौँ भाइ यति यति थापौँ भाइ। ल आउँदै फेरि भाइ अलिकति आउनु। अघि तिमीसँग को न्यु खोजेको अरे? को न्यु खोजेको भन न भन न। हिँड घर देखाएको छौ हिँड हिँड भाइ। अनि भाइ तिमीलाई अस्ति कसले के गर भनेको रे भाइ तिमीले? भाइ त्यो डाँडाको केटाले हो नि त। कहाँ त्यसो अरे हिँड हान्दिउँ। के छ भाइ के भन्नु? खाने नहान म एक खान्छु है भाइ। हस् हस् ल भाइ ज्वरो छ नि यार। जाउँ कहाँ हुँदै खाऊ। कुन हो यस्तो भाइ हो? यही हो र यही हो। यो उयो यो होइन त यसको साउ पो हो त। यो त कुकुर भयो नि। मेरो भाइलाई थर्को बित्नु हो त म फर्काउनु घर आएछ है। घरमा त यार खाएको थापै हुन्छ हुन्छ बिस्तारो फ्रेस भएर सुत्दिनुपर्छ यार नथापाउने गरी। रक्सी खानु हो कामबाट आएको नि। गना छैन यो ऊ गना होला कुकुर गनाएको होला। म कहाँ गनाउनु बनाउँछ कुकुर रक्सी बनाइरहेछ। खै कुकुर गनाएको जस्तो लाग्यो। मैले त केही खाएको छैन। म त खान्न त्यस्तो। मेरो त सङ्गतै त्यस्तो छैन। रक्सी खाने भयो बिहे गर्ने छुट्टिएर बस्ने कोठा लिएर केटी खोल्थ्यौ बा बरु बिहे गर्ने हो। केटी खोल्थ्यौ एउटा गाउँ खाएर घुम्नु चाहिँ पो आउँछ। जडियाहरूलाई त राम्रो राम्रो केटी भेटिन्छ त नि। होइन भेटिन्छ।